नमस्कार के छ त अब भोट माग्न आएको है म त आज सञ्चारकर्मी भन्दा नि भोटर गर्न बोल्नु पर्ने म होइन ल दाइलाई मैले भोट दिनका लागि मसँग भोट माग्नु पर्यो भने 1 2 3 तीनटा आधार मात्रै भन्नुहोस् मैले भोट हजुरलाई किन हाल्दिनँ रेकर्ड पनि गरेँ भोटर भन्नु पर्ने म यहाँ चाहिँ के भन्दाखेरि मैले यो संविधान बनाउने निर्माण गर्ने बेलामा जति मैले दुःख पाएँ जसरी मैले चाहिँ यो संविधान निर्माण गर्दा यो व्यवस्था ल्याउँदाखेरि मैले भगत पसिना मैले बग्यो एउटा मृत्युलाई जितेर म यहाँ जुन अहिले खुल्ला आकाशमा आएको छु यो काठमाडौँ क्षेत्रमा 6को एउटा भूगोलबाट नै म पुनर्जीवन पाएको कारणले गर्दाखेरि मेरो उम्मेदवारी हो यहाँ एउटा हजुर अनि मेरा काम जिम्मेवारी भनेका दुईटा हुन्छ एउटा चाहिँ म के अरे संविधान निर्माण गर्ने जुन हामीले जसरी बनायो त्यसको अन्तर्वस्तु अनुसार चाहिँ कानुन निर्माण भएका छैनन् जस्तै संविधानमा शिक्षा स्वास्थ्य रोजगार मौलिक अधिकार भन्दा बढी मेरो म विद्यार्थीको अध्यक्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय समितिको सभापति भएको बेलामा संविधान निर्माण हुँदै गर्दाखेरि कोही मानेका थिएनन् संविधानमा चाहिँ शिक्षा स्वास्थ्य रोजगारमा मौलिक हकमा राख्नलाई लडेर हामीले त राख्यौँ 92 दिनसम्म मैले घेराउ गरेँ संसद भवन घेराउ गर्ने धरना बस्ने दुनियाँ होइन युनिभर्सिटीका विद्यार्थीहरू लिएर आएर मैले गरेँ त्यो स्थापित त त्यहाँ संविधानमा त लेखियो तर अहिले चाहिँ नि कानुन नबनेको हुनाले कहीँ व्यवहारमा कानुन भएको छैन भन्दा मैले एउटा कुरा चाहिँ संविधानमा जुन मर्म उद्देश्यका साथ संविधान बनेको त्यो अनुसार चाहिँ नि अहिले शिक्षा विधेयक उद्देश्य अड्किया छ रोजगारीको विधेयक बनेकै छैन स्वास्थ्यको पनि विधेयक बनेकै छैन भन्दाखेरि अहिले त्यसलाई हामीले त्यस्ता खालका कानुन निर्माण गर्नको निम्ति पार्लियामेन्टमा चाहिन्छ त्यो हिसाबले प्रशासकीय स्वरूप चाहिँ लगाएर त्यहाँदेखि भ्रष्टाचार अलिक यस्तै सरकार होला भ्रष्टाचारको नियन्त्रण हुन्छ कि सुशासन कायम हुन्छ कि र यस्तै सरकार कायम हुन्छ कि भनेर हामीले प्रत्यक्ष निर्वाचित कार्यक्रम राष्ट्रपतिको कुराहरू पहिलेदेखि उठायौँ र अहिले संविधानलाई परिमार्जन गर्दा संशोधन गर्नु पर्दाखेरि हामीले त्यो एजेन्डामा केन्द्रित एउटा विषय अर्को जिम्मेवारी भनेको के हो भने म तपाईँहरूको मतदाताहरूको म प्रतिनिधिहरूको नाता मैले यस काठमाडौँ क्षेत्रमा 6 अन्तर्गत मैले खेल्नुपर्ने भूमिका सुख दुःखमा साथ दिने कुराहरू यहाँका आवाजहरूलाई चाहिँ संसदमा पुर्याउने कुराहरू तपाईँको चाहिँ नि यहाँको स्थानीय तह प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वय गरेर यहाँका चाहिँ नि जनसमुदायका कुराहरूलाई हामीले सूत्रबद्ध ढङ्गबाट चाहिँ मतलब सम्बोधन गर्नको निम्ति प्रयास गर्ने हातेमालो गर्ने यहाँका विकास निर्माणमा पनि अलिकति नयाँ मोडालिटी सहित अलिकति एकीकृत प्लानसहित चाहिँ अगाडि लान सकिन्छ कि भन्ने पनि एउटा कुरा छ आदि इत्यादि भयो रोजगारीका समस्याहरू छन् अब हाम्रो काठमाडौँ भएर पनि यो चाहिँ एउटा बत्ती मुनिको अँध्यारो अवस्था भूगोल पनि हाल्दा छन् वन्यजन्तुको चाहिँ यहाँ चाहिँ अथवा बफरजनको कारणले गर्दाखेरि यहाँ धेरै नै एउटा खानेपानीका मुहानका समस्याहरू तपाईँको चाहिँ घाँस दाउरेका समस्याहरू तपाईँको चाहिँ वन्यजन्तुका समस्याहरू आदि इत्यादि जति पनि समस्याहरू यहाँ छन् तिनलाई पनि चाहिँ केही कानुनहरू हामीले केही नै हामीले एउटा बनाएर अथवा केही संशोधन गरेर अलिकति बासिन्दाहरूको निम्ति अलिकति सजिलो हुन्छ कि भन्ने हिसाबले मैले सोचेको छु अनि यावत कुराहरूलाई हामीले यहाँको जनसमुदायका आवाजहरूलाई सूत्रबद्ध गरेर मेरो प्रतिनिधित्वको नाताले त्यही हो र मुख्य मेरो चाहिँ नि त्यहाँ पार्लियामेन्टमा जानु भनेको त कानुन निर्माण गर्ने पोलिसी निर्माण गर्ने कसरी सुशासन कायम गर्ने होला भ्रष्टाचारलाई खारेज गर्नको निम्ति हामीले कस्ता कडा कानुन बनाउन सकिन्छ होला र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारलाई कसरी दबाब दिन सकिन्छ होला भन्ने मेरो चाहिँ उद्देश्यले त्यो काठमाडौँ क्षेत्रमा 6मा मैले योगदान दिएको हो र अब यहाँहरू जस्तो मतदाता सचेत मतदाताहरूले मलाई मत दिएर त्यो ठाउँमा पुर्याउनु हुनेछ भन्ने म विश्वास लिएको छु र मैले त्यो मेरो विगत वर्तमान हेर्दाखेरि चाहिँ नि मेरो इतिहास पनि छ सङ्घर्षहरू म यसो चाहिँ नि फेसबुकबाट कहीँ एउटा उसबाट उदाएको व्यक्ति पनि होइन म एउटा सङ्घर्ष एउटा भूमिबाट अगाडि आएको कारणले गर्दाखेरि मैले चाहिँ कहीँ ढाँट्ने छल्ने मैले बेइमानी गर्ने मलाई कुनै सुविधा पनि छैन त्यो भएर आफैमाथि अपमान आफैमाथि बेइमान गरेको ठहर छ त्यो भएको कारणले गर्दाखेरि मेरो एउटा राजनीतिमा सेवा भाव बाहेक अरू मेरो चाहिँ नि कुनै उद्देश्य छैन त्यो भएको कारणले गर्दाखेरि पनि मलाई यहाँहरूको हरपल जति बेला सुकै एक्सेस हुने पात्र भनेको पनि मै छु जस्तो मलाई लाग्छ दाइले यहाँ मास्तेरको एउटा फोटो देखाएको थिएँ मैले अलले ब्यारेकको जहाँ चाहिँ हामी घाँस दाउरा गर्न जान्थ्यौँ सानो बेलामा घाँस काट्न जान्थ्यौँ हामी
दाइलाई त्यहाँ चाहिँ बाँधिएको रहेछ, एकदम सकस दिएको देखिन्छ त्यो चित्रमा हेर्दाखेरि। दाइ तपाईँ नजिक हुनुहुन्छ, मैले घाँस दाउरा गर्न जाने ठाउँमा तपाईँ बाँधिनु भएको रहेछ, त्यो त्यति बेलाको त्यो सकसलाई सम्झिँदा र अब ट्याक्कै यति बेला चाहिँ जनमत लिने बेला भएको छ होइन, के भन्न चाहनुहुन्छ? एकदम यो पत्रकारवाला दिन आइरहेको छ, एकदम के भन्छ भोटर भनेर बोलिरहेको एकदम भोटर है। मेरो कुरा के छ भने तपाईँले त्यो स्मरण मलाई गराउनु भयो नि। हजुर। जति बेला म त्यो तपाईँको यही अन्लेको चाहिँ नि ब्यारेकभित्र म एकदम भोकले छटपटाउँदै, हजुर, कयौँ दिन खान नपाउने यस्तो यातनाका विभिन्न रूपहरू हुन्छन्, त्यो मध्येको एउटा रूप त्यो पनि थियो। त्यो गर्दाखेरि म एकदम भोकले एकदम भोक कस्तो हुन्छ भन्ने चाहिँ कुरा मलाई थाहा छ कि भोक कस्तो हुन्छ र बाँच्नको निम्ति मान्छेले के गर्दो रहेछ भन्ने चाहिँ कुराको त्यहाँ थाहा हुन्छ। र त्यो ओछ्याएका सुकुलहरू होइन, हामीले रगत र पसिनाले चाहिँ भिजेका चाहिँ हाम्रो चाहिँ पिपहरूले भिजेका ढाडिएका चाहिँ सुकुलहरू थिए, सुकुल मैले खाएँ। मैले बोराहरू केही थिएँ, बोराहरू मैले चाहिँ च्यापेँ र भित्ताहरूलाई नुनिलो हुने भएको हुनाले त्यहाँ चाहिँ भित्ताहरूलाई च्याटेर मैले चाहिँ मेरो जीवन चाहिँ नि यस्तो जीवन बाँच्नको निम्ति पनि सङ्घर्ष गरेँ। किनभने मर्छु भने त्यहाँ सुविधा पनि थिएन हाम्रो। गोली हानिदिएर हानिदिए हुन्थ्यो, गोली खाएर मर्न पाए कति आनन्द हुन्थ्यो भन्ने लाग्ने क्या। त्यो पीडाको हिसाबले हेर्दा हरेक भयो अल्पिनहरू नौहरू केही पनि छैन, एउटा हरेक नौमा चाहिँ अल्पिन लगाएर चाहिँ केहीको पनि छैन। तपाईँको चाहिँ अरू यातनाको कुरा त अब हिटरमा पिसाब फेर्न लगाएको। मलाई चाहिँ नि के छ भन्नुहुन्छ भने मलाई आत्मसमर्पण गर्ने प्रस्ताव गरिएको थियो। मैले आस्थाको चाहिँ बन्दी हो, मलाई यो आत्मसमर्पण गर्न नलानु, कानुनी जेलमा लाग्नु। म एक राज्यले मलाई दोषी ठहर्छ भने मलाई कानुन बमोजिम कारवाही गर्नुहोस् न, हेरि किन बेपत्ता बनाउनुहुन्छ भनेर मैले भनिरहँदाखेरि त्यहाँ हिटरमा पिसाब फेर्न लगाइदियो होइन। सन्दर्भले हिजो मात्रै शिवरात्रि थियो, त्यही शिवरात्रिको दिन त्यो एउटा आर्मीको एउटा उत्सव हुनु रहेछ। त्यो दिन भाङ खाएर आएर त्यहाँका चाहिँ विषयहरू मलाई चाहिँ के छ भन्दाखेरि ठुलो हिटरमा पिसाब गर्नु, महिला बन्दीहरूमाथि चाहिँ नि नाङ्गै बनाइदिएर चाहिँ नि शारीरिक सम्पर्क गर्नु। महिना 18-21 महिना बसिसकेका थियौँ त्यति बेला हामी। त्यस्तो हुँदाखेरि पनि तपाईँको हेर्नुहोस् चाहिँ यता पनि एउटा हुन्छ नि त, ढुक्कले मान्छे जिउँदो लास भएर हामी बसेका छौँ। अनि त्यसपछि चाहिँ त्यो सम्भव नभइसकेपछि अनि हिटरले ल्याएर हिटरमा पिसाब लाछ भने गराउँदा 13 दिनसम्म चाहिँ बेहोस। अहिले मेरो चाहिँ एकदम शारीरिक चाहिँ नि होइन, अब यो शक्तिहरू सबै 100% लेस भएर चाहिँ उयो पठायो। ठुलो अपराध हो यो, मानव अधिकारको ठुलो हनन पनि हो नि मेरो लागि होइन। मेरो परिवारमा चाहिँ नि के भन्छ यो क्रिया गर्नको निम्ति चाहिँ जवाब दियो, जहाँ काभ्रेमा चाहिँ भिडन्तमा हिमाल मारी भन्ने वक्तव्य पनि आयो। मलाई मेरो परिवारमा दबाब भयो चाहिँ मतलब क्रिया गर्नुको निम्ति। अनि पछि चाहिँ नि त्यहाँबाट एउटा सिपाही जो किसानका छोरा हुन्, त्यहाँबाट हुँदै यस्तो मर्म देखेर असाध्यै मनले खाएर देखेछन्। तपाईँलाई मऱ्यो भन्ने खाए भएको मान्छेलाई मैले एउटा सानो साबुनको ढाँचाको खोलमा सिसा कलम ल्याइदिनु भयो। मैले 4 शब्द लेखेर कान्ति लगाएँ। तपाईँ जस्ता मिडियाहरू थिए त्यति बेला, ती मिडियाहरूमा चाहिँ खाइसकेपछि मलाई चाहेको त्यति म त्यो त्यही सिपाहीले भन्नु अब तपाईँ माग्न सक्दैन, बाहिर गइसक्यो त्यसपछि 27 महिनापछि फेरि अदालत भयो। अदालतबाट गैर कानुनी छैन भने उसले छोडिदियो भने, तर गेट होइन अदालत गेटबाट फेरि पक्राउ गरेर 19 झुट्टा मुद्दा लगाएर उहाँको जेलमा राखेको थियो। भन्दा यो के को निम्ति थियो त भन्दाखेरि केही व्यवस्थाको निम्ति परिवर्तन गर्ने हामी लागेका थियौँ। तर हामी लाग्यौँ, तर त्यही अनुसार भोगी भएन भन्दा एउटा कुरा त संविधानमा त्यो कुरा त लेख्यौँ, गणतन्त्र त आयो, तर यसलाई डेलिभरी भयो कि भएन भन्दा भएको छैन। एउटा नेतृत्वहरूको कार्यशैलीको कारणले गर्दाखेरि होइन, जुन उद्देश्य र मर्म भावका साथ चाहिँ सङ्घीयता आएको हो नि, त्यो अनुसार चाहिँ त्यहाँ डेलिभरी पनि भएको छैन। जुन उद्देश्यले मौलिक अधिकारहरू ग्यारेन्टी गरिएका छन् त्यो पनि लागु भएको छैन भन्दाखेरि अनेकहरू यहाँ चाहिँ कानुनहरू पनि निर्माण गर्नुपर्ने छ। र समग्र हामी चाहिँ गएर आवश्यक पऱ्यो भने आफ्नै दलभित्रसँग पनि सङ्घर्ष गर्न सक्ने हैसियत मसँग चाहिँ भएको कारणले गर्दाखेरि मलाई चाहिँ अहिले भनेर तपाईँले सुन्नुभएको त्यो सपना मलाई आफैलाई अब यो भन्दै नै आफूलाई सपना जस्तो लाग्छ। अब मैले के अहिले यो अवस्थामा फेरि ती कुरा उठाइरहने त भन्दा त्यो एउटा खराब सपना मैले देखेको छु भनेर बुझ्नु पऱ्यो अहिले। अब त्यसलाई प्रतिशोध गर्ने हामी छैन, सत्य निर्माण मेलबन्द आयोग बन्दैछ, त्यहाँबाट हाम्रो फल होला सबै कुराहरू। त्यहाँबाट बाँचेर चाहिँ नि कल्पना पनि नगरेको मान्छे अनि फेरि खुल्ला आकाशमा आएको यही क्षेत्रमा छ।
तारकेश्वरमा 2 अन्तर्गतको चाहिँ भूगोल पर्दो रहेछ त्यो त्यो भएको हुनाले मलाई यो भूगोलको चाहिँ माया छ। त्यो भएको हुनाले यो भूगोलप्रति ले मलाई न्याय गर्छ भन्ने लाग्छ र यो भूगोल जनसमुदायप्रति मैले अन्याय गर्न मिल्दैन, मैले ढाट्न मिल्दैन। म चाहिँ नि यो नयाँ जीवन नाफाको जीवन मैले प्राप्त भएको हुनाले मसँग कुनै त्यस्ता लोभ लालसा धेरै चाहिँ नि महत्त्वाकांक्षा पनि मसँग छैन। एकाकार भएर अगाडि जाने हो। एउटा भोटर भएको नाताले मात्रै सोधेको, यहाँको अनुभव छ नि। नमस्कार।